ल हजुरहरू याङ्गो पठाउ गर्नुहुन्छ या यस्तै मार्केटिङ फिल्डमा हुनुहुन्छ जहाँ तपाईँले बाइक एकदम धेरै चलाउनु पर्ने हुन्छ, फोन एकदम धेरै आउँछ भने तपाईँले यो त देख्नु भएको होला, ब्लुटुथबाट तपाईँले फोन रिसिभ गर्न मिल्ने है त। हेड तपाईँको हेलमेटमा सेट गर्नुहुन्छ, हेलमेटमा सेट गरेपछि हेलमेटबाटै कुरा गर्ने एकदम क्लियर साउन्ड आउँछ, हजुरले पनि मजाले सुन्न सक्नुहुन्छ भने तपाईँको साउन्ड पनि उता तपाईँको कल गर्ने हुनेहरूले एकदम राम्रोसँग प्रष्ट सुनिन्छ। यति दामीको दुईटा क्वालिटीमा छ है त हामीसँग। एउटा यो ठुलोमा छ, बट्टा चाहिँ ठुलो सानो भए पनि ठुलो सस्तो हो, यो अलिकति महँगो छ। यो राम्रो छ, महँगो छ, यो पनि राम्रै छ, नराम्रो त होइन, तर यो अलिक कम सस्तो भएर आएको छ। हजुरहरूलाई खोलेर पनि देखाउँछु म अहिले, यति साह्रो डिफ्रेन्ट त छैन दुइटैमा। यो हजुरहरूको यो क्वालिटीमा रहेको छ। यसमा तपाईँको माइकहरू सबै यसैमा सेट हुन्छ, हेलमेटभित्र राख्नुहुन्छ, चाहिने सामानहरू यसैमा छ। टाइप सी चार्जिङ रहेको छ, टाइप बीमा रहेको छ यसमा चार्जिङ भने। हजुरहरूले चार्जिङ पोर्ट यसमा छ है त। यसरी बाहिर निक्लेको हुन्छ, चार्ज गर्नुहुन्छ, हालिदिनुहुन्छ, 20 घन्टासम्मको तपाईँको ब्याकअप रहेको छ है। 20 आवरसम्मको ब्याकअप हुन्छ त्यसमा भनेदेखि यो त्योभन्दा नि राम्रोमा है, त्योभन्दा नि राम्रोमा तपाईँको यसमा चाहिँ तपाईँको टक्क भित्र सेट गर्नुहुन्छ। यो चाहिँ हजुरको टाइप सी चार्जिङमा रहेको छ भने यो टाइप बीमा हो हजुरको टाइप सी। यसमा तपाईँको यसमा फिमेल पोर्ट दिएको छ, यसैबाट चार्ज गर्नुहुन्छ, क्लिक गरिराखेपछि यो अन भइहाल्छ। सेट ब्लुटुथबाट कनेक्ट गर्नुहुन्छ, मोबाइल कनेक्ट गरेर मजाले तपाईँको कुरा गर्न सक्नुहुन्छ। बाँकी चाहिने तपाईँलाई माइक सेटहरू सबै यसैमै इन्क्लुडेड हुन्छ। यसबाट तपाईँ लगभग 30 घन्टा बराबरको ब्याट्री ब्याकअप हुन्छ भने भोइस एसिस्टेन्ट पनि हुन्छ यसबाट, भोइस क्याट पनि तपाईँले भोइसबाट पनि तपाईँले यसलाई कन्ट्रोल गर्न सक्नुहुन्छ है। यति राम्रो सामान चाहिँ दुई तरिकाको छ, हजुरलाई कुन चाहिँ मनपर्छ होला सेलेक्ट गर्नु होला होइन, अनि भन्नु होला। हामीले यतै आएर चेक गरेर पनि लान सक्नुभयो भने हामी डेलिभरीको सुविधा पनि दिन्छौँ है त। धन्यवाद।